यहाँ मेरो बाइक सर्भिसिङ भइरह यस्तो राम्रोसँगले अनि उहाँले यसलाई के फिल्टर भन्छन् यो एयर फिल्टर हो एयर फिल्टर बेला बेलामा क्लिन गर्नु होला यो बुझ्यो भने सोच्नुस् बाइक मर्यो नाक बुझे जस्तै हुन्छ है यो मुटु बाइकको के हो यहाँ के यो नाक हो एयर फिल्टर हो बाइकको नाक हो यो बाइकको नाक हो यो अलिकति पोरो भयो भने यो चेन्ज गरिदिइहाल्नु होला 10 किलोमिटर चल्यो भने 1 किलोमिटर हेर्नु होला किनभने यो अलिकति जाम भयो भने यसले पिकअप नलिने भारी हुने पेट्रोल बढी खाने बाइक जति कुदाए पनि नकुदे जति कुदाउने दुनियाँ समस्या हुन्छ त्यसकारण सचेत रहौँ सकेसम्म बाइकलाई नबिगारौँ माया गर्नु ल हेर्नुहोस् म पनि यहाँ बनाउनलाई यहाँ हाम्रो सनराइज मोटर वर्कसपमा आएको छु बाइक बनाउने भनेर एकदम राम्रो सर्भिसिङ हुन्छ भैरवमा पनि बनाउनु सर्भिसिङ हुन्छ यहाँ अन्त कोही बन्न जाउँ म त यहीँ लोकलै लगभग भनौँ न पहिला अन्त सर्भिसिङ गराएर थिएँ यहाँको नाम सुने एकचोटि म पनि त्यही भएर एकचोटि जाउँ हेरौँ के कस्तो रहेछ भन्ने कुरा पहिला बस्थेँ आजकल यतातिर आएको छु कि यो कामले गर्दा सिलसिलामा यतातिर आएको छु सर्भिसिङ गरेर गराइहाल्दा मैले पनि युट्युबमा देखेर तपाईँको आएको म पनि युट्युबमा देखेँ त्यसपछि के रहेछ भन्ने कुरा एकचोटि जाउँ हेरौँ बनाएर कस्तो हुँदो रहेछ भन्ने कुरा साथीले धेरै तारिफ गरेर यो सनराइज वर्कसप बस्लुवा भनेर सर्भिस चारको ठ्याक्क अगाडिपट्टि रहेछ भनेर राति 9 बजीसम्म सर्भिस पनि दिनुहुन्छ भन्ने कुरा थाहा पाएर म यति बेला आएको 8:30 बजीतिर त्यही भएर म यहाँ आज आएर हेरेको राम्रो ग्यारेज रहेछ ठिक छ म पनि सोच्छु यहाँ पार्ट्सहरू एकदम खुसी लाग्यो।